सो नेपाली भाइ बहिनीहरू जो पनि दुबई आइराख्नु भएको छ, दाजुभाइ दिदीबहिनीहरू यो भिडियो ध्यान दिएर सुन्नु होला, नत्र हजुरलाई धेरै गाह्रो पर्छ र केही फाइदा पनि हुँदैन दुबई आएको। ठिक छ, र च्यानलमा जो पनि नयाँ आउनुभएको छ च्यानललाई सब्सक्राइब गर्ने हाल्नु होला, किनकि अब नयाँ भिडियोहरू आउँछ, हजुरले थाहा पाउनुहुन्न फेरि के चिजको टपिक हो, कस्तो चिजको टपिक हो, हजुरहरूलाई नयाँ इन्फर्मेसनहरू पाइराख्नुहुन्छ। सो गाइज अहिले दुबईमा हजुरले यति सोचिराख्नु छ आउँछु भने सबभन्दा मेन इम्पोर्टेन्ट कुरो नयाँ मान्छे आइरहेको छ भने गाइज होइन, त्यसले दबाई भन्ने चिज होइन, दबाईहरू भयो अनि आफ्नो पर्सनल युज नर्मल चिजहरू लिएर आयो हुन्छ, ड्रेस लिएर आउने होइन, घुम्न जान्छु भन्दै सोचेको होला ड्रेस लिएर जाने अनि खानेकुराहरू बोकेर लाने, त्यो सब केही पनि नगर्नु गाइज, केही पनि मिल्दैन यहाँ दुबईमा। हजुरले सोचे जस्तो केही पनि हुनेवाला छैन, किनकि यहाँ हजुरले टाइमै पाउँदैन के। यहाँ मैले भने 3 वर्ष भइसक्यो, लगभग 2-3 चोटि छुट्टी पाएँ होला। छुट्टी पाउनुहुन्छ भने पनि सुतेरै रुममा जान्छ, बाहिर जान सक्नुहुन्न, शरीर यस्तो नराम्रो दुख्छ नि। ड्युटी भनेको 12 घन्टा ड्युटी हुन्छ र रुम पनि 1-2 घन्टा टाढै हुन्छ गाइज। हजुरले यो नसोच्नु कि जहाँ ड्युटी गर्नुहुन्छ त्यहीँ रुम पाउनुहुन्छ, 1-2 घन्टा टाढा हुन्छ। लगभग डेलीको हजुरको ड्युटी मिनिमम 15-16 आवर 17 आवर जान्छ। अब त्यहीभन्दा धेरै गयो भने फेरि 18 घन्टा नि जान सक्छ, र रुममा जाने 5-6 घन्टा हो, हग्न गयो जस्तो हुन्छ। हामीहरूको जिन्दगी त्यस्तै भएछ, रुममा गयो हग्न गयो जस्तो भएछ गाइज, खाने सुत्ने फेरि बिहान उठेर ड्युटी। सो जो पनि दुबईमा आउनुभएको छ कृपया याद राख्नु होला, यो हजुरको सेफ्टीको लागि सामान टन्नै बोकेर लान्छु भने केही पनि नसोध्नु होला, हजुरको एउटा टाउकोमा बोझ मात्र लिएर आए जस्तो हुन्छ। सो मेन चिज दबाई लिएर आउनु होला गाइज, किनकि यहाँ दबाई यति महँगो हुन्छ नि गाइज। आएपछि 1-2 महिनासम्म हजुरको स्यालेरी हुँदैन, कम्पनीले 1 महिना त राखेको छ, कम्पनीमै राख्छ, र त्यसपछि हजुरको 1 महिना ड्युटी गर्नुहुन्छ, त्यसपछि आयो भने स्यालेरी आउने हो। सो जो पनि आउनुभएको छ कृपया दबाई सबै राम्ररी बोकेर ल्याउनु होला, सानोतिनो आइटम पर्सनल युजहरू साबुन स्याम्पूहरू यस्तो चिजहरू लिएर आउनु होला, नत्र कपडा सपडा ल्याएर गयो भने त्यो वेस्ट जान्छ, खराबी गइहाल्छ। यहाँ दुबई आएर पनि कहीँ घुम्न जान पाउनुहुन्न। सो त्यसैको कारणले दबाईहरू मस्त लिएर आउनु होला गाइज, किनकि यहाँ दबाई किन्न सक्नुहुन्न हजुर। यहाँ सानो एउटा साला प्यारासिटामोल किन्न पनि जाँदाखेरि एक पत्ता मैले किनेको लगभग 50 रुपियाँ 60 रुपियाँ एक पत्ताको पर्छ, यानि नेपाली 2500 रुपियाँ जति, 2200-2500 रुपियाँ एउटा पत्ताको पर्छ। सो हजुरले बुझ्न सक्नुहुन्छ कतिको गाह्रो हुन्छ। यहाँ पैसा नलिएर आउनु भएको छ घुम्न जान्छु, केही पनि फाइदा छैन, पैसा लिएर आएर पनि हजुरले यहाँ फाइदा छैन, त्यो पैसा तुरुन्तै सकिहाल्छ। त्यसैले त्यहाँबाट चाहिने चिजहरू दबाई भयो होइन, अलिकति अब हजुरलाई मन लाग्छ अचार सचार होइन, अलिकति कोलगेट स्याम्पू साबुन यस्तो आइटमहरू लिएर आउनु होला, बाँकी त्यस्तो केही पनि नलिएर आउनु होला। र अहिले यो गर्मी लास्टिक गाह्रो छ गाई, यो जुलाई अगस्तमा त आएर नि फाइदा छैन, कमसेकम यो 1-2 महिना पछि आयो भने धेरै राम्रो हुन्छ हजुरहरूको लागि। अब दुबईमा स्यालेरीहरू चाहिँ अब गाइज अपडेट भएको छ, एकदमै टाइममै पाउनुहुन्छ, कम्पनीले टाइममा दिएन भने अब यो सरकारले एक्सन लिइहाल्छ, त्यसको टेन्सन लिन पर्दैन। सो जो पनि आउनुभएको छ, अब दुबई आइराख्नु भएको छ कृपया याद राख्नु होला, कपडा सपडा झोला झम्पटहरू बोकेर नआउनु होला, कृपया दबाईहरू लिएर आउनु होला, खानेकुराहरू लिएर आउनु होला हल्का फुल्का। त्यस्तो घुम्छु यताउता सोध्छु भने केही पनि नसुन्नु होला, केही पनि हुनेवाला छैन त्यस्तो। यहाँ हाम्रो दुबईको सिचुएसन हेर्नुपर्छ, भर्खर उठेर ड्युटीमा आएको छु, हजुरको लागि भिडियो बनाउँछु, अब फ्रेस भएर मेरो पनि ड्युटी स्टार्ट हुने भयो। सो गाइस जो पनि च्यानलमा नयाँ आउनुहुन्छ सब्सक्राइब गर्नु होला, अब नयाँ भिडियो के कस्तो हुन्छ हजुरलाई मैले बताइदिन्छु, हजुरले के काममा आउँनुहुन्छ के कस्तो हो हजुरले कमेन्ट गर्न सक्नुहुन्छ गाइस। म हजुरको कम्पनीको बारेमा होस् या हजुरको कामको बारेमा होस् सब मैले बताइदिन्छु। हामीहरूलाई यतै हो दुबईमै हो, थाहा पाइहालिन्छ कुन कम्पनी कस्तो छ। जो पनि आइरहनुहुन्छ कृपया अब हजुरले थाहा छैन केही कुरा थाहा छैन कमेन्ट गर्नुहोस्, मैले बताइदिन्छु र हजुरको सेफ्टीको लागि नै हुन्छ, हजुरले बुझिहाल्नुहुन्छ कुन कम्पनी कस्तो छ भनेर गाइस। ल गाइस सी यू इन नेक्स्ट भिडियो, सब्सक्राइब गरिदिनु होला।